लेट्स गो टु नेपाल टुगेदर। मेरो बाबुको चाहिँ पहिलोचोटि नेपालको यात्रा अनि मेरो चाहिँ 4 वर्षको ग्यापमा। सोच्नुहोस् त कति खुसी छौँ होला हामी। 4 वर्षको ग्याप भनेको सानो कुरा होइन नि है। विदेशको ठाउँमा चाहिँ यताउति गर्दा सङ्घर्ष भन, पढाइ भन, काम भन, सबै चिजले चाहिँ मान्छेलाई अल्झाएर राख्दो रहेछ अनि फाइनली यो दिन पनि आउँदो रहेछ। अनि हामीलाई लिनको लागि चाहिँ मेरो भाइ काठमाडौँ आइसकेको छ। मैले बाबुको खानाको लागि चाहिँ दुध अनि प्यानकेक्सहरू है बच्चाको लागि चाहिँ अलाउ गर्दो रहेछ नि त। अनि त्यो लिक्विड आइटम्सहरू चाहिँ टेस्ट गर्दो रहेछ। अनि उसलाई चाहिँ केरा नट्सहरू यस्तो चिजहरू ल्याइदिएको थिएँ त। उसलाई चाहिँ प्लेनको खानाहरू मन परेन भनेर, तर उसलाई चाहिँ मैले लिएर आएको खानाभन्दा प्लेनको खानाहरू ब्रेडहरू अनि त्यसपछि फ्रुट्सहरू एकदम मन परेको थियो। अनि ऊ चाहिँ यति मजाले सुत्यो होइन, मैले सोचेको भन्दा पनि धेरै इजी भयो कि उसँग चाहिँ। अनि अलिकति बच्चा हो टायर्ड हुन्छ। मेरो चाहिँ 2.5 को ट्रान्जिट थियो कतारमा। त्यो पनि उसलाई डाइपर चेन्ज गरिदियो, ड्रेस चेन्ज गरिदियो, पानी खिलायो अनि केही खिलायो, यताउति गर्दै जाँदो रहेछ एकदम होइन। अनि त्यसपछि हामी आफ्टर 2.5 आवर्स अफ ट्रान्जिट हामी चाहिँ फेरि लाग्यौँ कतारदेखि नेपालको यात्रासम्म। अनि मेरो भाइसँग भेट भइसकेको छ। हामी काठमाडौँ इन्टरनेसनल एयरपोर्ट आइसकेका छौँ। अब यहाँदेखि हामी बुटोल कति बेला पुग्ने होला, सरी टायर्ड भइसकेको छ, बाबु पनि टायर्ड छ होइन। आउँदै गरेको तिहार काठमाडौँ सहर नै झिलिमिलीले रङ्गी भइरहेको थियो है। रमाइलो थियो, लाइटनिङ थियो सब। त्यो 4 वर्ष अगाडिको बाटोहरू खोज्दै थियो मैले। अहिले त धेरै परिवर्तन भइसकेको रहेछ नेपाल पनि है। अनि थ्याङ्क यू फर वाचिङ। मैले अरू भिडियो चाहिँ अर्को ब्लगमा राख्ने।